गुल्मी दरबार गाउँपालिका वडा नम्बर 1 शिवपुरी टारीका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक नमस्कार तथा जय भोलेनाथ। महाशिवरात्रिको यो पावन अवसरमा भगवान शिवको कृपा सबैमा बर्सियोस्, सबैको मनोकामना पूरा होस् भन्ने कामना गर्दै यो विशेष सूचना तपाईहरू समक्ष राख्न पाउँदा हर्ष लागेको छ। यस वर्ष महाशिवरात्रि फाल्गुन 3 गते परेको छ। तर हाम्रो शिवपुरी टारी क्षेत्रमा यो पावन पर्वलाई अझ भव्य तथा धार्मिक रूपमा मनाउन फाल्गुन 27 गतेदेखि नै विशेष कार्यक्रम तथा धार्मिक अनुष्ठान सुरु हुँदैछ। यो कार्यक्रम ब्रह्म पुराणमा उल्लेखित महाशिवरात्रिको महिमा, शिवको पूजा विधि, व्रतको महत्त्व र सम्बन्धित कथाहरूको वाचन, प्रवचन तथा सामूहिक पूजासँग जोडिएको छ। ब्रह्म पुराण अनुसार महाशिवरात्रि भगवान शिवको सर्वोच्च रात्रि हो, जसमा रात्रि जागरण, बेलपत्र, दूध, धतुरो, भाङ आदि चढाई पूजा गर्दा विशेष फल प्राप्त हुन्छ। यस अवसरमा शिवजीको ध्यान, जप, कीर्तन र भक्तिभावले मनलाई शुद्ध बनाई पाप मुक्ति तथा पुण्य आर्जन गर्न सकिन्छ। हाम्रो टारी क्षेत्रको कैलाशपति शिव मन्दिर वा शिवपुरी शिवालयमा यो कार्यक्रमलाई विशेष बनाउन स्थानीय समिति, भक्तजन तथा वडा स्तरबाट विशेष तयारी भइरहेको छ। कार्यक्रममा समावेश हुने मुख्य क्रियाकलापहरू यस प्रकार छन्। फाल्गुन 27 गतेदेखि ब्रह्म पुराणको शिवरात्रि सम्बन्धी अध्यायहरूको सामूहिक पाठ तथा प्रवचन सुरु। शिवलिङ्गको विशेष अभिषेक, रुद्राभिषेक तथा 4 प्रहार पूजा, भजन कीर्तन, शिव महिमा स्तोत्र, शिव ताण्डव स्तोत्र पाठ, व्रत बस्ने भक्तजनहरूका लागि फलाहार तथा प्रसाद वितरण। महाशिवरात्रिको मुख्य दिन फाल्गुन 3 गते रातभर जागरण, दियो बाल्ने तथा विशेष आरती। यो पावन अवसरमा तपाईहरू सबैलाई हार्दिक निमन्त्रणा छ अथवा चुले निम्तो छ। परिवारसहित, छिमेकीसहित, टाढा टाढाबाट आएका आफन्तजनसहित यो धार्मिक महोत्सवमा सहभागी भई भगवान शिवको आशीर्वाद प्राप्त गर्नुहोला। यहाँ उपस्थित भएर व्रत बस्नु, पूजा गर्नु, कीर्तन गर्नु वा केवल श्रद्धापूर्वक सहभागी हुनु मात्रै पनि ठुलो पुण्यको काम हो। यो अवसरले हाम्रो समाजमा एकता, भक्ति र सद्भाव बढोस् भन्ने पनि अपेक्षा छ। सबैजनालाई हार्दिक चुले निम्तो छ। अवश्य पाल्नुहोला र पुण्य आर्जन गर्नुहोला। जय शिव शम्भु, जय भोले बाबा। शिवपुरी टारी, गुल्मी दरबार गाउँपालिका वडा